साथीहरू हेरिहाल्नुहोस्, पहिला हाम्रो यहाँ यही जग्गामा थियो हेल्थ सेन्टर होइन, अहिले सारेर तल छ हो। यहाँ चाहिँ राम्रो थियो होइन, तर टोइलेट बाथरुमको चाहिँ असुविधा, पानीहरू आउँदाखेरि असुविधा भएर चाहिँ तल सारिरहेछ हो। राम्रो छ त्यो त्यहाँ पनि होइन, सबै कुरोको सुविधा छ। र अब हामी चाहिँ घरतिर जाँदैछौँ होइन, ड्युटी अफ भएर। आज बुधबारको दिन हो नि त, आज चाहिँ हामी सेन्टरै जानुपर्छ हो। अन्त हामी जाँदैछौँ, हाम्रो एनएम दिदी र आशा दिदी जानुहुँदैछ। यहाँ दाजुले बाटो पनि सफा गर्नुभएछ हो। अन्त जाँदैछौँ है। र साथीहरू यहाँ चाहिँ यो चाहिँ अलैँची बारी हो है। यहाँ चाहिँ अहिले होमस्टे बनाउँदैछ यो जग्गामा होइन, हेरिहाल्नुहोस्। यहाँ चाहिँ होमस्टे बनाउँदैछ हो, हेरिहाल्नुहोस्। र हाम्रो चाहिँ ड्युटी जाने आउने जानेको बाटो चाहिँ यही हो, हेरिहाल्नुहोस्। हो उकालो, जाँदा चाहिँ ओह्रालो, आउँदा चाहिँ उकालो। यो चाहिँ सर्टकट बाटो हो। गाउँ घरमा सबैजना यही बाटो हिँड्नु चाहिँ होइन। मेन रोड पनि छ, तर हामीलाई सुविधाको लागि छिटोको लागि चाहिँ यो बाटो हिँड्छौँ। हेर्नुहोस् न कस्तो मजाले फुलिरहेछ यो बाटोमा हो। ए हो, यो चाहिँ जङ्गली फुल हो। हेरिहाल्नुहोस् बाटोमा कति राम्रो भइरहेको छ। अब आइपुग्न आँट्यो, यहाँ दिदीहरूकोमा आइपुग्यौँ हो। हेर्नुहोस्, हिँडेकोले सास पुरा बढेर सेसै हुँदैछु हो। हेर्नुहोस् न गुराँस चाहिँ कस्तो चाहिँ दामी फुलेको छ हो, हेरिहाल्नुहोस् हो। कम्ती मजाले फुलेको छैन, अहिले गुराँसको सिजन छ नि त हो। यो गुराँसको रुख चाहिँ निकै अल्गो रहेछ र माथि गएर फुलेको छ, कस्तो दामी देख्छ हो। सानोमा भए त कस्तो दामी देख्छ नि, अब घरको छेउमा चाहिँ रोप्दाखेरि कति राम्रो देख्छ, हेरिराख्नुहोस् हो। पुरा मनपर्छ यसलाई। नानीहरूले नि, मेरो छोरी भान्जी छोराहरूले चाहिँ अस्तिको दिन गुराँसको फुललाई चाहिँ के गर्यो भने टिपेछ होइन। टिपेर चाहिँ अब म होइन, म त लुगा धुँदै थिएँ, नानीहरूले ठुलो बटुकोमा चाहिँ अब गुराँसको फुल टिपेर चाहिँ मजाले बसेर छप्परमा बसेर केलाएर चाहिँ चिनी हो, त्यहाँदेखिको गुराँसको फुल मजाले खाँदै रहेछ, तेलहरू हालेर साँधेर। मैले त कराएँ, स्कुल जानुपर्छ बिमारी हुन्छ भनेर डर लाग्छ नि त है। बिमारी भयो भने हेर्नु न कम्ती मजाले फुलेको छैन, हेरिहाल्नुहोस्। कम्ती मन खुसी हुँदैन हो। मेरो चाहिँ यहाँदेखिको घर निकै टाढो हो। यता चाहिँ बाटो राम्रै छ हो, हेरिहाल्नुहोस्। हाम्रो गाउँघरको बाटो चाहिँ यस्तै छ है, हेरिहाल्नुहोस् हो। हाम्रो चाहिँ बस्ती एरिया पर्छ नि त, त्यही भएर घर पनि टाढो टाढो हुन्छ हो। तर केही बात छैन, हामीले यस्तोमा हिँडेर हाम्रो चाहिँ एक्सर्साइज हुन्छ ड्युटी जाँदा हो, आउँदा। हेरिहाल्नुहोस् कम्ती मजाले रोपेको छैन लसुन सागहरू है। यो चाहिँ हाम्रो दिदीहरूको बारी है। साग हेरिहाल्नुहोस्, खिली खिली चेहरा से आज घर है मेरा भने जस्तै साग पनि कम्ती मजाले उयो भएको छैन हो। हाम्रोतिर त हाम्रो चाहिँ माथि पर्छ र बँदेलले मृगले केही हुनु दिँदैन हो। यहाँ तलतिर चाहिँ अलिक आउँदैन बँदेलहरू, हाम्रोतिर चाहिँ पुरा आउँछ हो। यो चाहिँ मेरो साथीको घर होइन, सफलको। तपाईँलाई हरेस लाग्दो होइन, दामी छ घर, तर अब यता पछाडिबाट चाहिँ त्यस्तो देखेको। जे जस्तै भए पनि आफ्नो घर भनेको घरै हो, मन्दिर होइन। अब म देखाउँछु नि, उसले भन्दैछ हाम्रो घर घिनै लाग्दो छ भन्छ, तर होइन नि हो। यो चाहिँ पछाडिबाट म तपाईँलाई अगाडिबाट देखाउँछु हो। हिँडेकोले सेसै भइसक्यो, तपाईँहरूले के सेसै हुँदै भिडियो बनाएको भन्नुहुन्छ होला, तर के गर्नु टाइम पाउँदिनँ यति बेलै हो। कुखुरा हेरिहाल्नुहोस् मेरो साथीले, यहाँ हेर्नुहोस् यो सबै मेरो साथीको है हो। यो चाहिँ घर अगाडिबाट त्यस्तो छ, हेरिहाल्नुहोस् हो। कुखुरा हेरिहाल्नुहोस् हो। मेरो साथीको अनुहार पनि हेरिहाल्नुहोस्, थाकेर कुच्याउँदैछ।